अहिले चाहिँ हामी चाइनाको यु सहरमा मर्निङ वाक गर्दैछौँ। देख्न सकिन्छ बिहानको मौसम। यो चाहिँ यु सिटी हो, वान अफ द ब्युटिफुल सिटी इन चाइना। अहिले हामी चाहिँ यु स्टेडियमको परिसरमा छौँ। यहाँ मर्निङ वाक साथसाथै हल्का शारीरिक व्यायाम पनि गर्दैछौँ। देख्न सकिन्छ यु स्टेडियम। र मेरो साथमा हुनुहुन्छ नेपालबाट चीनमा भनौँ अथवा यु यो सहरमा सामान पर्चेसिङको लागि नेपालबाट आउनुभएका दुईजना व्यापारी साथीहरू र म उहाँहरूलाई एक एक गर्दै उहाँहरूको परिचय लिन चाहन्छु र उहाँहरूसँग केही प्रश्नहरू सोध्न चाहन्छु। सर नमस्कार। हजुर नमस्ते, मेरो नाम चाहिँ शम्भु प्रसाद अधिकारी। म चाहिँ काठमाडौँ भक्तपुरबाट हो। हजुर हजुर। म चाहिँ यहाँ अलिकति सामानहरू खरिद गर्नको लागि यहाँ यु भन्ने सिटीमा आएको छु। सामानहरू खरिद गरिँदैछ। ठिक छ। अनि कति भयो चाइना आउन थाल्नुभएको? चाइना आउन थालेको करिब 10 वर्ष हुन थाल्यो, किनभने 2017-16को डिसेम्बरबाटै सुरु गरेको हो। 17 भनौँ, अहिले 26 भएपछि करिब 10 वर्ष हुँदैछ। अनि कस्तो छ यहाँको यु आउँदाखेरि माहौल कस्तो पाउनुहुन्छ यहाँको यताको? माहौल एकदमै राम्रो, एकदमै फ्रेन्डली, एकदमै सबै व्यापारीहरू पनि को बिहेभियर एकदमै राम्रो हुन्छ। सबै व्यापारीहरूले कोअपरेट गर्न खोज्छन्। कसैले चिया खुवाउँछन्, कसैले पानी खुवाउँछन्, हरेक कुरोले सहयोग गर्न खोज्छन्। धेरै राम्रो छ। अनि यसो हामी चाहिँ बिहान पनि यसो हिँड्छौँ। यहाँको वातावरण सबभन्दा राम्रो चाहिँ मलाई लागेको वातावरण हो। यो धेरै राम्रो हेर्नु, हरियाली यहाँको। हरियाली यहाँ यी सबै फेरि तपाईँलाई फ्रुट्सहरूको बस्नु यो रुखहरू। अब यहाँ आरु छ, आल्सा भन्छौँ हामी त, रातो दाना थाहा हुन्छ त्यसलाई। आल्साको बोटहरू छ यहाँ। अब जहाँ पछि अलिकति फल अलिअलि सानो भइरहेछ, पछि त ठुल्ठुलो हुन्छ, मजाले टिपेर खाँदा नि हुन्छ। यहाँ कसैले केही भन्नेवाला छैन। त्यसैले गर्दा यहाँ धेरै राम्रो लाग्छ। अनि के पाउनुहुन्छ? जस्तो नेपाल र यहाँ आउँदा फरक के पाउनुहुन्छ? नेपाल र यहाँमा अब नेपाल त आफ्नो देश हो, धेरै राम्रो लाग्छ नेपाल। अब त्यहाँको अलिकति यो वातावरण पनि धेरै राम्रो छ, तर अलिकति यो इन्फ्रास्ट्रक्चरमा अलिकति कमजोर छ। त्यो पनि अहिले अब बिस्तारै हुन्छ जस्तो हुन्छ। तर यहाँ चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ एकदमै राम्रो छ मान्छेलाई हिँड्नको लागि। सबै कुरो खोलाहरू पनि त्यस्तै एकदम इन्जिनियरिङ छ यहाँ। देख्न सकिन्छ यो चाहिँ यु रिभर हो। युमा रहेको एकमात्र नदी भनौँ। यसलाई चाहिँ यति व्यवस्थित बनाएर पानी देख्न सकिन्छ, पानी पनि यति सफा छ, कुनै गन्ध छैन। एकदम व्यवस्थित तरिकाले चाहिँ बनाएको छ। र यो नदीको दुवै किनारमा देख्न सकिन्छ यहाँ फुटपाथ वाकिङको लागि। अनि यो यसमा यहाँ गार्डन पार्क यसरी चाहिँ व्यवस्थित बनाएको छ। र के लाग्छ नेपालमा पनि यस्तो यसरी नै यो बनाउन सकिएला त? के छ, नयाँ सरकारले यस्तै अवधारणा लिएर आएर हाम्रो बागमती नदीलाई पनि करिडोरलाई पनि यसरी नै सम्पन्न एउटा पार्क बनाउन सक्ला? के लाग्छ तपाईँलाई? त्यो एकदमै हाम्रो यो यु रिभर जत्तिकै राम्रो राम्रो रिभरहरू, जसरी काठमाडौँमा बागमती, विष्णुमती, अरू सानसानो नदीहरू त कति छन्, धेरैवटा छन्। त्यसको चाहिँ नेचुरल पानी बगेको पनि छ। हाम्रै बागमतीमा पनि सुन्दरी जलबाट नेचुरल पानी बगेर आएको छ। तर पछि आएर त्यसलाई अलिक गन्दा, अलिकति नराम्रो फोहोरहरू पनि त्यहाँ मिसिएको कारणले गर्दाखेरि त्यो नराम्रो भएको छ। तर त्यसलाई एउटा फिल्टर सिस्टम जस्तो गरेर एउटा अलिकति व्यवस्थित गऱ्यो भने योभन्दा राम्रो हुन्छ हाम्रो देश है। किन हाम्रो चाहिँ नेचुरल छ। त्यसैले गर्दाखेरि अब त्यो किसिमको जस्तो तपाईँ चाइना आएर यहाँको यो डेभलपमेन्ट हेरिरहँदा तपाईँ नेपाल सरकारलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ? एउटा व्यापारीको हिसाबले तपाईँ यहाँ आउनुभएको छ, 10 वर्षदेखि यो ठाउँ परिचित हुनुहुन्छ तपाईँ। यहाँ देख्दै गरेको यो ग्रोथ जुन छ
त्यो देख्दाखेरि चाहिँ तपाईँ हाम्रो नेपाल सरकारलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ? म नेपाल सरकारलाई के सुझाव दिन चाहन्छु भन्दाखेरि हाम्रो देशमा पनि यस्ता प्लानिङहरू नभएका होइनन्, भइरहेका छन्। तर एकचोटि बजेट ल्याउने, झट्क बनाउने, बनाए जस्तो गर्ने, त्यो बनाउने कुरोमा पनि राम्रो कम्प्लिट नगर्ने र त्यसपछि त्यसलाई मेन गरी मेन्टेनेन्स हो। मेन गरी यसलाई मेन्टेनेन्स हो। जसरी यहाँ पनि तपाईँ देख्न सक्नुहुन्छ, यहाँनिर 8-10जना मान्छेहरू मजाले लागिरहेका छन्। अहिले पनि तपाईँ यहाँ घाँस काट्नेदेखि लिएर त्यो पत्ताहरू तोड्नेदेखि लिएर यो फुलहरू व्यवस्थित गर्नेदेखि लिएर यिनीहरू लागिरहेका छन्। त्यसैले मेन्टेनेन्स चाहिँ अपडेट चाहिन्छ। त्यसैले गर्दाखेरि यसलाई मेन्टेनेन्स गऱ्यो भने मेन्टेनेन्स गरेरै यसलाई यसरी बनाएको हो। त्यसैले हाम्रो देशमा पनि कुनै प्रोजेक्ट बरु एउटा मात्रै प्रोजेक्ट गर्ने, त्यो प्रोजेक्टलाई सफलतापूर्वक सम्पन्न गर्ने, 100% कम्प्लिट गर्ने, अनि त्यसलाई मेन्टेनेन्स गर्ने। अनि त्यो मेन्टेनेन्स त्यसरी गरिसकेपछि त्यसलाई छुट्टै अर्को बजेट त फेरि लाउनु परेन। अनि त्यसपछि फेरि अर्को प्रोजेक्टमा लाग्यो हो। यो किसिमले गऱ्यो भने अब हाम्रो देशमा बजेट त सानो छ, यो किसिमले गऱ्यो भने चाहिँ यस्ता अब यो ठाउँ त तपाईँलाई अब 20-50 वर्षसम्म त केही हुँदैन नि, यहाँ केही मेन्टेनेन्स केही त गर्नु पर्दैन। हल्का फुल्का सफा सुग्घर पार्ने, यसो एउटा दुईवटा बिग्रेको छ भने त्यसलाई साली फेर्ने ओर्ने, त्यही मात्रै हो। तर यसलाई पुरा 100% रिनोभेसन त गर्नु पर्दैन। त्यसैले हाम्रोमा चाहिँ के छ भने अलिकति बजेट ल्याउने, त्यहाँ खनाउने, बनाउने, 6 महिनापछि त्यो फेरि बिग्रेर जाने होइन। त्यसो भएपछि अनि फेरि अब त्यो ठाउँ त्यस्ताको त्यस्तै भयो भन्नाले यहाँको सुझाव चाहिँ काम पनि सुरुवात गर्दै छोड्दै गर्ने होइन कि, काम सुरु गरेर त्यसलाई सम्पन्न गरेर त्यसलाई मर्मत सम्मानतिर पनि ध्यान दिनु पर्यो। ध्यान दिनु पर्यो। एउटा कुनै काम गर्यो भने त्यो कामको क्वालिटी पनि एकदमै राम्रो क्वालिटी हुनु पर्यो। जसरी नेपालमा पनि अहिले भइरहेछ, जसरी तपाईँ भोटाइटी आसपासमा हेर्नुहोस्, त्यो ढुङ्गा छापेको त्यो 50 वर्ष होइन 100 वर्ष केही नहुने खालको तरिकाले स्ट्रक्चर बनाएको छ। अब त्यो किसिमले बनाएपछि त तपाईँलाई 50 वर्षसम्म त त्यहाँ त छुनु परेन नि। अब अलिकति लिसिङ टिसिङ गरौँ भने त के हुन्छ भन्दाखेरि फेरि 5 वर्षपछि चाहिँ उफ्रेर बिग्रिन्छ। त्यसैले गर्दाखेरि त्यो किसिमको नेपालमा पनि आइसकेका छ। अब त्यो किसिमले नै हुनुपर्छ। जसरी एउटा पुल बनाइयो यहाँनिर, जबकि यो त 50 वर्ष 100 वर्ष केही हुँदैन भने एउटा पुललाई राम्रो किसिमले बनाउने, त्यो ताकि 50 वर्ष 20 वर्ष 50 वर्ष एउटा जेनेरेसनले त्यसलाई छुनु नपरोस्। त्यसैले एकपछि अर्को, अर्कोपछि अर्को, अर्कोपछि अर्को त अब नेपाल त कत्रो छ। हाम्रो यहाँको सिटीमा भएको पपुलेसन बराबरको हाम्रो नेपालको दरमा पपुलेसन छ। जस्तो कि हान्जाउ भन्ने यहाँको क्यापिटलमा, यो चचाक प्रान्तको क्यापिटलमा चाहिँ 1,60,00,000 समथिङ कति पपुलेसन कस्ता छन्। नेपालमा झन्डै झन्डै अब विदेशमा गएको यसो हेर्दाखेरि 2-2.5 करोड जति 3 करोड अझ पुगेको थिएन पपुलेसन काउन्ट गर्दा पनि। भनेदेखि 2.5 करोडको हाराहारीमा नेपालमा छन् हामी जनता। त्यसैले गर्दाखेरि नेपाल विकाससँग धेर बेर लाग्दैन। तर यो किसिमको अलिकति राम्रो किसिमको ठोस काम हुनु पर्यो, ठोस नीति हुनु पर्यो। यो गर्ने भनेर प्रष्ट हुनु पर्यो। त्यो विषयमा चाहिँ प्रष्ट भएर चाहिँ एकदम राम्रो किसिमले गर्नु पर्यो भन्ने म सुझाव। हस्, यहाँको महत्त्वपूर्ण समय जानकारीको लागि धेरै धेरै धन्यवाद। हस् त, धन्यवाद। मलाई पनि यहाँ आएर केही बोल्ने समय दिनुभयो, त्यसको लागि। आज हामी समसामयिक सन्दर्भमा रहेर यो चाइनाको विकास सँगसँगै यसबाट हामी नेपालीहरूले के सिक्न सकिन्छ भन्ने विषयमा रहेर मैले मेरा एकजना साथी शम्भुप्रसाद अधिकारीसित केही कुराहरू राख्ने अवसर पाएँ र उहाँहरूले भन्दै हुनुहुन्थ्यो हरेक कुरा दिगो रूपले चाहिँ गर्न सक्यो भने पक्कै पनि नेपाल पनि केही समयपछि विकसित देशको स्तरमा पुग्न सक्छ भन्ने उहाँको धारणा थियो। र यस सँगसँगै आजको यस बिहानको मर्निङ वाक सो कार्यक्रम छ त्यो सकिएको जानकारी गराउन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार।